So good morning from Khangsa. ट्रेकिङ गएर सुरु हुँदैछ। यस्तो तनाव दियो फोन हरायो एकछिन। अन्त के थाहा पाए केटाहरु थाहा पाउँछ मैले यत्रो ट्रेक हिँड्दाखेरि खेल्दै जाम। वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ डे 2 हाम्रो खाङसा टु बेस क्याम्प। सो हामी भर्खर उठ्यौँ, अब यसो भ्यूहरू हेर्दैछौँ। सो यो भ्यूहरू हेरेर भ्याएर अनि भ्यू हेर्छौँ, खाजा खान्छौँ, अनि त्यसपछि चाहिँ हामी चाहिँ आज हाम्रो लगभग 6 घन्टा कि कति घन्टाको ट्रेक हुन्छ होला मेबी, त्यति बेला चाहिँ हामी फुइँ हिँड्दै जान्छौँ। सो बाटोमा के हुन्छ म देखाउँछु है त। स्योर। Good morning from Khangsa. हेर्न सक्नुहुन्छ कस्तो दामी छ भ्यू है। यो त केही पनि होइन रे लाइक यहाँको लागि होइन। सो अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ। केटाहरूले बाइकमा पेट्रोल सेट्रोल अनि यसो हातहरू गरेर यसो बाइकहरू तताउँदै हात तताउनु लाग्छ भनेर त बाइकहरू तताउँदै ला जाडो जाडो यति दिन जाडो छ। त्यही पनि विल ट्राइङ आवर बेस्ट, जहाँसम्म सकिन्छ त्यहाँसम्म चाहिँ गइन्छ, त्योभन्दा धेरै पल गरिन्न होइन। सो यहीँसम्म रहेछ गाडीहरू आउने पनि, यहाँ केटाहरू हेर्दै हाम्रो खाजा आइसकेको छ। खाजा खाएर अनि हामी हिँड्छौँ है। खाजा फेरि यहाँ मिठो छ 10वटा अन्डा हो, धेरै होइन। हामी खान्छौँ यहाँ अनि खाएर चाहिँ अलि आफूलाई रेडी भएर निस्किन्छौँ है त। सिउ ल दाइ हामी गएको ल दाइ। ल दाइ राम्रोसँग जानु है जुन्ने। ल दाइ मेरो युट्युब च्यानल सब्सक्राइब हान्नु है दाइ, निम्बु भ्लग्स। हजुर निम्बु भ्लग्स NIMBU VLOGS। ओके ओके दाइ ल निम्बु NIMBU। ल यहाँ दाइसँग हामी लट्ठी लिँदैछौँ। त्यो काठको यस्तो तपाईँले अहिले लगेर गयो भने 200 रुपियाँ मलाई दिनु पर्यो। फिर्ता आउँदाखेरि 100 रुपियाँ त आएर तिर्ने भनेन, 900 रुपियाँ दिनु पर्यो। तर यो बाबु यो चाहिँ नबिग्रेको सही सलामत आएपछि मात्रै है। बिग्रेपछि म दिँदै दिँदैन पनि साह्रै पापी त छैन भाइहरूलाई पनि यस्तो नराम्रो गर्नु। कस्तो फिल भयो देखा? फर्स्ट टाइम होइन ट्रेकिङ? आउटलुक चेक हानिदिनु त भाइको। डुन 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 सही हो। ट्रेकिङ गएर सुरु हुँदैछ। ल भान्जा के भन्नुहुन्छ भन्नु त? माम्स ल के छ अनि? ट्रेकिङ सुरु हुँदै हाम्रो केटाहरूले यहाँ सामान किन्दैछन् उता माथि पाइन्न भनेर। ल है त यही हो हाम्रो। हामी चाहिँ अब यहाँबाट हिँड्न लाग्यो। स्टिकहरू लिँदै दाइसँग। सो स्टिकहरू लिएर अनि हामी चाहिँ बिस्तारै बिस्तारै हिँड्दै जान्छौँ अगाडिसम्म है त। यस्तो चाहिँ हामी भन्छौँ के हुन्छ। ल ल दाइ बाई बाई। ल ल गएको ल ल ल ल अङ्कलजी ल ल भाइ ल इन भाइ ल ल ल साथी ल ल वेल हामी चाहिँ अब यहाँबाट निस्केको हाम्रो यात्रा सुरु भयो। डे 2 फ्रम खाङसा टु बेस क्याम्प। ओके अब हामी चाहिँ अब बाटोमा हिँड्छौँ, रमाइलो गर्दै हिँड्छौँ। ओके ल बाई बाई। आमो भाइ के हो? सो हामी चाहिँ हिँड्ने क्रममा छौँ। मजाले हिँड्नु अगाडि म हिँडेको स्या स्या भइरहेको यहाँ उकालोमा। त्यही हो।
कस्तो आएको म थाहै छैन यार सो हिँड्दैछौँ बेस क्याम्पको यात्रा जारी छ हाम्रो सो बस्दै बस्दै हिँड्दै हिँड्दै जान्छौँ हामी ओ भाइ के भयो केटा के छ स्वयं रमाइलो बच्च ल हामी चाहिँ यसो साथी कहाँ पुगेर हामी केटाहरू नि जन्नतमा आफ्नो सजिलो हाल्न केटा पर्दैन गर्मी पनि भयो हट हिँड्न चाहिँ रमाइलो हौ त्यहाँको उकालोमा अलिकति थकाइ लाग्थ्यो अझै माथि कति उकालो लाउने थकाइ लाग्छ के थाहा होइन भाइ अनि यो भ्यू हेरिरहेको छ यस्तो टल्केछ नि यो अनि ऊ त्यहाँनिर चाहिँ यहाँको मृग रहेछ क्या मृग है सो झ्यालाउनु पर्छ ओभर चिसा है झ्यालाउनु पर्छ सो अब हामी चाहिँ यहाँ खाना खान बसेछौँ अनि केटाहरू नि यहाँ रेस्ट गर्दैछ झोला यहाँ छ बाबु कस्तो फिल भइरहेको तल भ्यू हेर्दै है अनि तल है एकदम दामी यहाँ चिसो त वाल चिसो भित्र तातोमा बसेको हामी भित्र चाहिँ तातोमा बसेर चाहिँ खासै केही भएको छैन सो भाइ कस्तो फिल भइरहेछ अहिले कुरो अहिले गर्मी हो त्यो होइन सो हामीले यहाँ अर्डर दिइसकेको छ कोकोहरू पनि खायो सो यहाँ बाहिर निस्क्यौँ यसो अनि हामी चाहिँ अब यहाँ यसो फोटो खिच्दै गर्छौँ खाना अर्डर गरेर भर्खर सो भात आइसकेको छ है हामी खाना खान्छौँ अनि सो विल इट खाना ल भात खामै रोक्नै सकेन ल यस्तो ओभर भोक लाग्छ है यहाँ खाना खाँदै भ्यू हेर्दै है त्यो भिडियो यहाँबाट चाहिँ निस्किनु लाग्यो ल खानासाना खायो ल एकछिन यहाँ तनाव दियो दाइ निस्केको ल दाइ सिउ आउने बेलामा फर्किन्छ ल ल ल ल हाँसियो कुन चाहिँ एपाङ अनि मेरो चाहिँ निम्बु ब्लग्स है ल ल हामी चाहिँ यहाँबाट निस्क्यौँ यस्तो तनाव दियो नि यस्तो तनाव दियो फोन हरायो एकछिन फोन हराएर लगभग कति आधी घन्टा वेस्ट भयो हाम्रो है आधी घन्टा वेस्ट भयो हाम्रो मेरो फोन हराएर ए चारैतिर घरि यता खोजे घरि त्यहाँ खोजे घरि त्यता खोजे घरि यता खोजे लास्टमा त्यहाँबाट हो त्यहाँबाट मुनि खोसेर रहेछ क्या अनि उपेको अहिले यहाँ यता आउनु कि आउनु भने होइन अनि त्यहाँ आएँ त्यहाँ पछि त अनि त्यहाँ पछि त ओ पहिरो गएको रहेछ त केटाहरू पहिरो गएको त एभलान्स गयो यार त्यहाँ एभलान्स यार ओ एभलान्स गयो नि त त्यहाँ मैले चाहिँ के थाहा पाएँ केटाहरू थाहा पाउँछ मैले यत्रो ट्रेक हिँड्दाखेरि उदो उन्डो लाएर हिँड्ने हिँड्छ अगाडिको यति बाटो त देख्छ नि त अनि थाहै हुन्न नि त अगाडि बाटोहरू हिँड्नु त वहाँ पुग्नु भन्ने हुन्छ नि त अनि यसरी नि हिँड्ने है के भयो ल हामीले एकजना दाइ भेटेछौँ स्लो ट्राभलर है
सो उहाँ चाहिँ कहाँबाट आउनुभएको अरे काठमाडौँबाट होइन कहाँबाट काठमाडौँबाट कोटेश्वरबाट सो वहीँबाट एक्लै आउनुभयो नि यहाँसम्म अनि एक्लै हुँदै हिँड्दाखेरिको भाइ चाहिँ कस्तो हुँदो रहेछ अलिकति सेफ साइड हिँड्नु अलिकति डेन्जर हुन्छ होइन लाइक अब साथीभाइहरूसँग हिँड्नुको मजा भन्दा नि आफै हिँड्दाखेरि चाहिँ कतै के हुन्छ कि भन्ने चाहिँ डर हो नयाँ ठाउँमा त अभियसली सबैलाई त्यस्तै हुन्छ होइन खतरा पहिरो गएको त हो हामी यो पुलनेर आइपुग्यो ल यो ठाडो उकालो हुँदै 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 यो उकालो हुँदै हुँदै हामी वहाँ माथि पुग्छौँ लेट्स सी अब हाम्रो हालत कस्तो हुन्छ है त मान्छे वहाँ चढिरहेको मान्छेहरू है हामी पनि चढ्छौँ चाहिँ अब ल केटाहरू वहाँ फेरि यो फोटोसुट हान्दैछ हेलो ह हान्नलाई थकित सो यो उकालो हान्छौँ हामी है कस्तो हुन्छ त्यहाँ माथि पुगेपछि अहिले त म यहाँ फोन खोल्दिनँ आफै हिँड्न सकिन्न है यस्तो उकालो ठाडै उकालो हो सो नमस्ते हामी माथि गएपछि चाहिँ भेट्छौँ ल सो भर्खर सक्यौँ हामीले त्यो देख्न सक्नुहुन्छ स्याउ भइरहेको भ्यू त ओपोर छ यस्तो दामी बाक्लो हिउँ परेछ नि यतापट्टिको साइडमा सो यतापट्टि पनि आम लुक एट द भ्यू के राइट यस्तो दामी छ नि सो के हो भाइ खाएको अरे भाइ खाएको छैन ओके एक दुईवटा गीत गाइदिनु नि त भक्त मायाली हजुर सो हामी चाहिँ यहाँ आधा बाटो हो भने कहाँ आइपुग्यो अनि यहाँ चाहिँ अब यहाँबाट चाहिँ 2 घन्टा लाग्छ अरे सो एकछिन यसो रेस्ट गर्नु बसेको अनि रेस्ट गरेर बस्यौँ अनि बेलुका आनन्दले बस्न पुग्ने हो सो त्यस्तो हतार गरेर चाहिँ हामी जाँदैनौँ त्यही भएर अनि तिनीहरू त्यता बस्दैछ हामी चाहिँ माथिबाट चाहिँ फुक्कुवाला बाटो बसिरहेको हुन्छ अरे छैन लगाउँदाखेरि एकदम गाह्रो हुन्छ गाह्रो हुन्छ नि स्यास्या भन्छ एरियातिर आइपुग्यो सो यहाँ पनि छ उता पनि छ होला मेबी है आम नट स्योर यो ल्यान्डस्लाइड एरिया पनि हिँड्नुपर्छ किन यो माटो खस्दै खस्दै यहाँ चाहिँ बाटो चाहिँ सानो बन्दिँदो रहेछ क्या अनि त्यही भएर नि तल तल धुलो उडिरहेछ त्यो हिमाल होइन पहाडी हिमाल साइडमा हामी हिउँ यस्तो परेछ नि तर आजको दिन पनि राम्रो बनिरहेछ ट्रेकिङ आउने मान्छेहरू कति धेरै आइरहेछ सो सबैजनाहरू आज धेरै जस्तो बेस क्याम्पै गरेर बस्नु रहेछ सो हामी चाहिँ पहाडहरूको बिचबाट जाँदैछौँ सो पछाडिबाट मेरो भिडियो हुँदैछ ल लाइक त्यो चाहिँ यस्तो पनि यस्तो यहाँ चाहिँ ओह्रालो छ यो ओह्रालो हुँदै जानु पऱ्यो अनि वहाँबाट बनाउँदैछ सो यहाँ जाँदैछौँ अगाडि भाइहरू अगाडि पुगिसक्यो बिस्तारै जानुपर्छ रिक्सी एरिया छ सबैजना सँगै जानुपर्छ यहाँबाट ओह्रालो झर्नुपर्छ क्या पर्सि आउने बेलामा यहाँ यस्तो घिसिन्छ यहाँनिर यस्तो छ नि यता यहाँबाट चाहिँ आमा यस्तो बिचबाट बाटो छ क्या सो
साथी कस्तो रमाइलो रमाइलो हो मजा त्यस्तो भाइ छाने क्या त्यस्तो भाइ छाने त्यस्तो रमाइलो है हिँड्नु पनि त्यस्तो रमाइलो यताको भ्यू हेर्न यताको झन् बडा यार त एउटा यसो यता पोज सोच दियो डु नट डिस्टर्ब किप गोइङ स्लोली खस्छ होइन हामी जानुपर्छ किन रिस्की हुन्छ होइन हामी चाँडै बनाइ नै जान्छौँ होला है ढुङ्गा खस्नु उता पनि खस्छ होला मेबी आफ्नो ज्यानको सुरक्षा नि गर्नु पऱ्यो नि होइन घुम्न आयो भन्दैमा लापरवाही त गर्नु भएन नि त सो आफ्नो प्रोटेक्सन आफैले गर्नुपर्छ होइन त्यही हो बाटो त सिरिट रहेछ 1 मिनट क्याम्पेन छु तल हिँड्दैछन् ल्यान्डस्लाइड एरिया है यस्तो छ नि यहाँ हल्का मात्र बाटो छ माथिबाट पहिरो चाहिँ गइराख्दो रहेछ हावा धेरै लाग्यो होइन मान्छेहरूले आउने क्रममा छ हामीहरू बसेर ग्याप लिएर त्यहाँबाट आएको सो अब हामी चाहिँ घुम्छौँ फेरि बिस्तारै बिस्तारै हिँड्दैछ एकछिनमा बेस क्याम्प आइपुग्छ अरे ल्यान्डस्लाइड एरिया पार गरेर यता आइसक्यौँ सो अहिले चाहिँ त्यत्तिको रिक्स चाहिँ नरहेछ होइन किनकि हामी अब त्यस्तो साह्रो रिक्स चाहिँ भएन तर बेला बेलामा चाहिँ डेन्जर झर्छ अरे हावाहुरीले गर्दा सो भाइ भाइ के हो त खोक्का हिँडेछ त हाम्रो बोइलर भाइ हेर त आउँदा ओ तेरिका ओए व्हाट इज दिस यहाँ एउटा खुट्टा अट्ने ठाउँ पनि त छैन कि यस्तो त डेन्जर माथिबाट खसिरह गयो जान्छ नि त भागौँ है भागौँ चाहिँ एउटा खुट्टा अड्किने हेर्न ठाउँ छैन क्या यस्तो बेस क्याम्प देखिसकेको छौँ हिँड्दा हिँड्दै कति घन्टा हिँड्यो भने हामी लगभग हामी त हामी भोलि आयो यहाँ चाहिँ बेस क्याम्प देखियो अब हाम्रो आजको बसाइ यतै हुन्छ सो अब चाहिँ बेस क्याम्पमा गएर भेट्नेछु सबैजनालाई बेस क्याम्पमा गएपछि चाहिँ हाम्रो ट्रेक कस्तो भयो भाइहरू सबैलाई सोध्छु ट्रेक कस्तो भयो म आफैले पनि भन्छु ट्रेक कस्तो भयो सो मुभिङ फरवर्ड टुमारो भोलिको चाहिँ दामी नै हुनेछ भोलि चाहिँ हामी चाहिँ बिहान 4 बजे न त 3 बजे उठेर हिँड्ने प्रयास गर्दैछौँ सो कति बजे हामी सबैजनालाई लाइक गरिदिनुहोस् होला कमेन्ट गरिदिनुहोस् होला अनि भ्यू हेरेर इन्जोय गर्नुपर्छ होला म धेरै बोले पनि म भ्यू चाहिँ देखाइरहेको हुन्छु है फेरि भ्यू मात्रै देखाइराख्थेँ बोल्दै नबोल्ने झ्याप पनि हुन्छ नि त त्यही भएर है त ल सो यहाँ हिँड्दैछौँ यस्तै दिउँसो बेस क्याम्प अहिले माथि आइपुगेको छौँ यहाँ छ बेस क्याम्प सो हिँड्दा हिँड्दा बर थाकिसक्यो त्यहीँ बसिन्छ होला हामी है बेस क्याम्प आइपुगेको छौँ बेस क्याम्पमा यस्तो हिउँहरू यहाँ डेङ्गुमा छ सो हामी चाहिँ यतातिर हाम्रो होटेलतिर जाँदैछौँ आमा होटेलहरू पनि क्या दामी दामी यार यस्तो दामी दामी होटेलहरू अगाडि छ होला है यस्तो दामी दामी फाइनली हामी चाहिँ बेस क्याम्प आइपुग्यौँ र हाम्रो होटेलमा पनि आइपुग्यौँ है त्यो ट्रेकिङ कस्तो भइरहेछ बवाल मात्र कस्तो के भन्ने खतरा के भन्ने अनि तल एकदम एक्सट्रिम लेभलको ट्रेकिङ गरिआइयो आज त अबले 6 घण्टा लाग्छ हाम्रो फर्स्ट ट्रेकिङै बवाल हैन अनि 6 घण्टा लाग्छ अनि तलै होला एबिसी जाँदा नि मलाई यस्तो मजा आथेन होला अनि ओ ब्रो तलै
दामी मात्र उता आउने धुन्न अनि हाम्रो ब्रोलाई कस्तो लाग्यो उर्तित छैन ठाउँ है आफ्नो एकचोटि जाम भनेपछि सिधै हिँड्नु पऱ्यो होइन अनि यो हो नि त फेरि अगाडिको भ्यू हेरौँ न फेरि हामी चाहिँ अहिले रुमहरू हेर्न गएर जाँदैछौँ सो यहाँ भर्खर बनेको होला मेबी रुम हेर्छौँ रुम हेरेर अनि सो यहाँ हेर्छौँ रुम अनि रुम हेरिसकेपछि हामी चाहिँ यहाँ तास खेल्दैछौँ सबै टाइम पास गर्नलाई यहाँ तास खेल्दैछौँ त्यस्तैमा बसेर उसको पनि खाने हो उसको पनि खाने हो यहाँ अब खेल्दैछौँ खसीले डालिनु गएका छ पहिला जाने सस्तीको छैन मलाई आशा गयो भरे खसीले डालिनु गएका छ पहिला जाने सस्तीको छैन मलाई आशा साँचो भन मायाले झुम्कानलाई कति परेको गल्बनीलाई 300 झुम्कानलाई 60 भइहाल्यो साँचो भन दिलले झुम्कानलाई 60 परेको बजार चिसो चिसो भयो सालैको कुहिरोले स्याङ्जाको बजार चिसो चिसो भयो हाम्रो खाना आइसकेको छ हामी खानासाना खान्छौँ अनि सुत्छौँ बहुत थकेपछि छ सो हामीले खाना खाएर चाहिँ आज चाहिँ सुत्छौँ आजको ब्लग चाहिँ यतै इन्ड हुन्छ होला खानाबाट है त आज सिधै खानाबाट है सिधै खानाबाट इन्ड है हजुर हजुर